Super Digital. Enjoy with us. This program is brought to you by Education Partner. कहाँ पढ्न जान चाहनुहुन्छ तपाईँ त्यसको लागि केआईसी बन्न सक्छ वान स्टप सल्युसन आउने हैन त केआईसी Movie Partner. लोभी छ त लालच छ त भित्र Shit happens and that's life. I'm sorry. के सरी के मलाई चाहिएको चाहिँ के हो झुट बोलेर चाहिँ पाउँछस् मलाई शान्त यो नगरमौलीहरूको जाबो नाग र नाइटो वरपरका भूभाग हल्लारै हजारौं लाखौं घिउ बाती आइरहेको हुन्छ त This program is marketed by अब के नै बाँकी छ र यो देवीलाई यसरी तपाईले डोरेर लिएर आउनुभएको के यो गर्न आवश्यक थियो हेर आकाश आज देवीको दिन बिग्रेर या दशा लागेर यस्तो अवस्था भएको त्यसले अर्काको घरको आन्तरिक कुरामा के चासो भयो त्यो देवीलाई फेरि पनि म मिलाउँछु भनेर आश्वासन देखाएर ल्याएको होला यो आँगनमा भएको फोहोर त म कुचोले बढाल्छु तर मेरो जीवनमा लागेको दागहरू केले बढालिन्छ होला र कहिले बढालिन्छ होला त्यो देवीले त नि उसको माइती गाउँको एउटा केटाको पेट बोकेकी थिए रे हो र के भन्दै हुनुहुन्छ यस्तो त होइन होला है हो मेरो गल्ती थियो र म तिनीसँग सल्केको थिएँ भने तपाईले यो गर्नु ठिक थियो तर मेरो कुनै गल्ती नहुँदाखेरि पनि किन यति धेरै सजाय दिइराख्नु भएको छ यसलाई यो घरबाट लहट दिनुस् होइन भने हामी यसलाई कालो मोसो लाएर गलत त्याएर निकाल्दिन्छौँ ए दिदी बहिनी हो के हेरे यसलाई निकालौँ न के गर्नु एक्सन पक्नुस् आमा किन बोलाउनु भएको तिनीलाई कसले बोलाए तँलाई बोलाएको होइन मैले अनि बुहारी यहाँ आऊ भन्नु भएको होइन त आमा तँलाई बोलाएको होइन बुहारी लड्डु त ल्याउनु भयो लड्डु त खुसियाली मान्ने अनि यो चाहिँ के को उपलक्ष्यमा पहिले त्यो कुरा त भन्नुहोस् पहिला लड्डु खान खुसीको कुरा बिस्तारै भन्नुला नि मेरो बुढा त एकदमै बिरामी भएर सुत्नु भएको छ औषधि पनि खान मान्नु भएको छैन एकदमै आपत पर्यो के गर्ने होला लौ न चुप लाग मान्छेलाई यहाँ कति तनाव भइरहेछ उसलाई चाहिँ उता आपत पर्यो अरे सीता भनेको हजुरै हो हो ए ल तपाईलाई एउटा पत्र आएको छ बुझिलिए भनेर सही गरिदिनुस् त के को पत्र हो र पहिला भन्नुस् न मेरो पेटमा भएको बच्चा हजुरकै छोराको हो चाहे डिएनए टेस्ट मिलोस् चाहे जेसुकै मिलोस् तर यो बच्चा उहाँकै हो अब त बढी बोल्छस्
ओहो अर्चना, तिमी? अचम्मै भयो त। तिमीसँग भेट हुन्छ भनेर मैले त सोचेको पनि थिइनँ। त्यही त, लक्ष्मी जस्तो लाग्छ। म त अचम्म परेँ। लक्ष्मी हो कि होइन, जोसुकै होस् बोलाउँछु भनेर बोलाएको तिमी नै रहेछौ। हो र? हो नि। अनि लक्ष्मी, तिमी त विदेशबाट आएकी छौ रे भन्ने कुरा त सुनेको थिएँ। फेरि कता कता तिम्रो बिहेको कुरा गाइगु पनि सुनेको थिएँ। भिनाजु वाइ नै हो? मलाई त हो जस्तै लाग्यो। भिनाजु नमस्ते। नमस्ते। अनि कता हिँड्यौ त भिनाजुलाई लिएर? सहरतिर सानो काम थियो, त्यतै जान लागेको। आज त सहर जाने कुरै नगर। अब मसँग भेट भइहाल्यो। तिम्रो र मेरो भेट नभएको पनि धेरै भएको थियो। आज त मेरो घर जाने हो, खानासाना पनि उतै खाने। म त आज हजुरहरूलाई सहर जानै दिन्न। होइन अर्चना, बरु हामी बेलुका घर फर्किँदा पस्छौँ। अहिले त जान अलि मिल्दैन। हुँदैन। पहिला म तिमीलाई र भिनाजुलाई मेरो घर देखाउँछु। हिँड जाउँ। हिँड जाउँ। लक्ष्मी, भिनाजु त कति राम्रो, कति ह्यान्डसम हुनुहुँदो रहेछ। कस्तो मिलेको जोडी। तिमी त कति भाग्यमानी। मलाई त तिमी र भिनाजुलाई देखेर एकदमै खुसी लागेको छ। मलाई थाहा थिएन मेरो गल्तीको सजाय तपाईँले यति ठुलो दिनुहुन्छ भनेर। तपाईँले त मलाई डिभोर्स गर्न खोजिराख्नु भएको रहेछ। डिभोर्सको पेपर मेरो हातमा आइपुग्यो। तपाईँ किन यस्तो गर्दै हुनुहुन्छ? मलाई किन यति सानो गल्तीको सजाय यति ठुलो दिँदै हुनुहुन्छ? हो, मैले पहिला धेरै गल्ती गरेँ। म पापी हो, म राक्षस नि हो। मैले अरूको बारेमा कहिले पनि राम्रो सोचिनँ। म सुध्रे भन्थे, तपाईँहरूले माफ दिनुहुन्थ्यो। फेरि 2-4 दिनमा म जस्ताको त्यस्तै हुन्थे। तर मलाई यसरी डिभोर्स नदिनुस् न बुढा। मैले अबदेखि नराम्रो काम कहिले पनि गर्दिनँ, कसैलाई पनि नराम्रो सोच्दिनँ। तपाईँहरूले जे भन्नुहुन्छ त्यही मान्छु। तपाईँहरूलाई म केही जवाब फर्काउँदिनँ। म सोझी भएर बस्छु। म केही गलत काम पनि गर्दिनँ, गलत कदम पनि चाल्दिनँ। त्यसैले मलाई माफ गरिदिनुहोस् बुढा। मलाई डिभोर्स नदिनुहोस्। तपाईँलाई राम्रोसँग थाहा छ त मेरो माइतीसँग पनि सम्बन्ध राम्रो छैन भनेर। तपाईँले डिभोर्स दिएपछि म कहाँ जानु, के गर्नु? म त अल्पत्रै पर्छु। मलाई राम्रोसँग थाहा छ जुन नारीले आफ्नो श्रीमानको साथ पाउँदैन त्यो नारीले जहाँ गए पनि दुःख मात्रै पाउँछ। त्यसैले मलाई कसैले पनि वास्ता गर्दैनन्, कसैले पनि माया गर्दैनन्। तपाईँ त मेरो लागि भगवान हो। मलाई माफ गरिदिनुहोस् बुढा। यसरी डिभोर्स दिने कुरा नगर्नुहोस्। बरु म यो घरमा नोकर्नी भएर बस्न तयार छु, तर मलाई डिभोर्स दिने कुरा नगर्नुहोस् बुढा। अब यो सब कुरा
मेरो हातबाट गइसक्यो। जे हुन्छ अदालतबाट हुन्छ। अब हाम्रो केस अदालतसम्म पुगिसक्यो। ठिक छ, यो केस नटुङ्गिन्जेलसम्म म तँलाई केही पनि भन्दिनँ। जब केस टुङ्गिन्छ त्यसपछि तैँले मेरो अनुहार पनि देख्दिनस्। किनकि म धेरै सोचो, मतलब यो पनि होइन कि जतिसुकै हेपाए पनि सहेर बस्न सक्छु। तर म पनि मान्छे हुँ, मेरो पनि मन छ। म नुक्छु, झुक्छु, नुग्न सक्ने गरी मात्रै नुक्छु। ढाडै भाँचिने गरी त नुग्न सक्दिनँ नि। त्यसैले मैले यो डिभोर्सको प्रक्रिया अपनाएको। अब त जति नै रोए पनि, जति नै बिन्ती बिसानी हुनेवाला केही छैन। बुढा बिन्ती छ बुढा, मैले अबदेखि यस्तो नराम्रो काम कहिले पनि गर्दिनँ। मलाई डिभोर्स दिने कुरा नगर्नुहोस्, मलाई अलपत्र नपार्नुहोस्। मेरो तपाईँ बाहेक अरू को नै छ र बुढा? यो कुरा तैँले पहिला नै विचार गर्नु पर्थ्यो। मेरो कुरा ध्यान दिएर सुन। यो तेरो पेटमा भएको बच्चा आकाशको होइन, अरू कसैको हो भन। यति भनिस् भने त बाँचिस्, नभए त मरिस्। होइन भने तँलाई तडपाई तडपाई मारिदिन्छु। तेरो गर्भमा भएको बच्चालाई तुहारै छाडिदिन्छु। भोलिसम्म त मर्न पनि सक्छस्। यदि आफूलाई राम्रो चाहन्छस् भनेदेखि तेरो गर्भमा भएको बच्चालाई अपरेसन गरेर फ्याल्दे। किनभने मेरो छोराले लक्ष्मीसँग बिहा गर्छ। तँलाई त हेर्दा पनि हेर्दैन। यो कुरामा त प्रष्ट हो। यस्तो अवस्थामा तेरो बस्ने र खानेको पनि ठेगान छैन। न तेरो माइतीमा दाजुभाइ छन्। माइतीमा त्यही तेरो एउटी आमा हुन्। तेरो आमालाई त तैँले हेर्नु पर्छ भने यो तेरो जन्मिने बच्चाले कसरी सुख पाउँछ? न बाबाको माया पाउँछ, न मामाको माया पाउँछ, न हजुरबाको माया पाउँछ, न हजुरआमाको। कसैको पनि माया पाउँदैन। त्यस्तो हुने हो भने तँ बच्चालाई किन जन्म दिन्छस्? यदि तैँले यो बच्चालाई जन्म दिस् भने भोलि यो बच्चा ठुलो भएर यो संसारको सबैभन्दा अभागी मै रहेछु भन्ठान्छ। मेरी आमाले मलाई किन जन्म दिन, बरु जन्म नदिएको भए पनि हुन्थ्यो भनेर तँलाई नै भन्छ। त्यसैले अहिले नै अपरेसन गर, बरु म पनि जान्छु हिँड। कति पैसा लाग्छ बरु म दिन्छु। यो बच्चालाई जन्म चाहिँ नदे। आमा, बरु तपाईँले मलाई मार्नुहुन्छ भने पनि म मर्न तयार छु। तर मेरो पेटमा भएको बच्चा म फाल्न सक्दिनँ। म त्यस्तो पाप कहिले पनि गर्दिनँ आमा। यदि म मर्यो भने म सँगसँगै ऊ पनि मर्ला।
उसले यो धरती देख्न नपाउला, तर जबसम्म म यो धरतीमा एकमुठी सास र उन्जेल घिटी घिटी बाँचिरहन्छु तबसम्म मेरो पेटमा भएको बच्चाले यो धरती देख्न पाउनेछ। अझै बढी बोल्छस्? यो तेरो पेटमा भएको बच्चा कसरी जन्माउँदो रहेछस् म पनि हेर्छु। लात्तीले हानिसकेपछि त तेरो पेटमा भएको बच्चा पनि जिउँदो छ जस्तो लाग्दैन मलाई, मरिसक्यो होला। तँलाई त म यसै कहाँ छोड्छु र, तँलाई त तर्फै मार्छु होला छिने। के तँलाई त म लक्ष्मी, भिनाजु, मेरो घर यही हो, बस्नु न। ल म पानी लिएर आउँछु ल। सुन्नु न, ऊ त मेरो साथी जस्तो पनि हो, बहिनी जस्तो पनि हो। उसले त मलाई जे भन्दा पनि फरक पर्दैन, तर उसले तपाईँलाई भिनाजु भन्दा अप्ठ्यारो त लागेको छैन नि? त्यस्तो केही पनि अप्ठ्यारो लागेको छैन। तपाईँलाई अप्ठ्यारो नलागे पनि मलाई त अप्ठ्यारो लागेको छ नि। अब के गर्नु, मैले केही कुरा भन्नै नपाइकन उसले भिनाजु यताउता भन्न थाली। उसले त्यति भनिसकेपछि मैले केही भन्नै सकिनँ। होइन होइन, केही पनि भन्नु पर्दैन, किन भन्नु पर्यो? अब उसँग सधैँभरि भेट हुने होइन, कहिलेकाहीँ मात्रै भेट हुने हो। यसो भेट भएको बेलामा आउने जाने त हो नि। त्यसो भए नभनौँ त, फेरि तपाईँलाई अप्ठ्यारो लाग्छ भने हाम्रो यथार्थ कुरा सबै भनिदिन्छु है। हामी श्रीमान श्रीमती होइनौँ, साथी साथी हौँ भन्छु। पर्दैन लक्ष्मी, त्यस्तो केही पनि भन्नु पर्दैन। अनि अर्चना, तिमीले त बिहे गरिछौ, मलाई त थाहै थिएन। अनि खोइ त ज्वाइँ साहब? ज्वाइँ साहब त विदेशमा हुनुहुन्छ, घर यही हो। सासू ससुरा पनि दाइसँग बस्नु भएको छ। मलाई त आनन्द छ, केही तनाव छैन लक्ष्मी। ए लक्ष्मी, अब म चिया बनाउँछु ल। होइन होइन, चिया खानातिर नलागौँ होला, अब हामी जान्छौँ। भिनाजु पनि कस्तो कुरा गर्नुहुन्छ के? तर लक्ष्मी र म त एकदम मिल्ने दिदी बहिनी जस्तो पनि साथी जस्तो पनि हो। पहिला हामी एकछिन छुटिँदैन थियौँ, हो कि होइन लक्ष्मी भन त? हो। ल जाऊँ भित्रै, खाजासाजा बनाएर खाऊँ। भिनाजु हिँड्नुहोस्। ल अब हामी जान्छौँ है। आज त म जानै दिँदिनँ। बल्ल बल्ल हजुरहरू आउनु भएको छ। मलाई पनि घरमा एक्ला बस्दा बस्दा दिक्क लागिसकेको थियो। आज त जाने कुरा गर्ने नै होइन, भित्र हिँड। हिँड न भिनाजु, जाऊँ भित्र।
होइन, कस्तो दिन आयो। जति रोए पनि, खुट्टै समातेर माफी मागे पनि मेरो बुढाको मन फर्किएन। हे भगवान्, जसरी हुन्छ उहाँको मन फर्काइदिनुहोस्, नभए त मेरो जिन्दगी त बर्बाद हुने भयो। हे भगवान्, किन मेरो बुढा यसरी परिवर्तन हुनुभयो? यसरी परिवर्तन हुनुहुन्छ भनेर त मलाई कहिल्यै पनि लागेको थिएन। हुन त मैले पनि अति नै गरेँ, तर जसरी हुन्छ भगवान् उहाँको मन फर्काइदिनुहोस्, नत्र म उहाँ बिना एक्लै हुन्छु। एक्लो जीवन काट्न निकै गाह्रो हुन्छ। अब बिहे गरेपछि बुढाबुढीको जुठो त चल्छ होला नि, कि छुट्टै कचरामा राखिदिउँ तरकारी? ल मैले त एउटै कचरामा राखिदिएँ है। ल खानु। तिमी पनि खाऊ न। हुन्छ, म पनि खान्छु अब। कस्तो भयो खै पनि? मिठो छ। भिनाजुलाई तरकारी मिठो भएन कि के हो? हैन मिठो। कस्तो भोक लागेको, खानु पनि दिनुहुन्न। खाना माग्यो भने पनि आमाले कुट्नुहुन्छ। आफ्नो यतातिरको तनाव छ, अर्कोतिर बुढा त्यो केटीसँग जानु भएको छ। रात परिसक्यो, अहिलेसम्म घर फर्किनु भएको छैन। उता अर्को तनाव। हे भगवान्, मलाई कति तनाव दिनुहुन्छ। कहाँ जानुभयो होला, के गर्दै हुनुहुन्छ होला? मलाई डिभोर्स दिन्छु भनेर जानुभएको थियो। सायद डिभोर्सको प्रक्रिया अगाडि बढ्यो कि केही कारणले पो रोक्यो कि न मेरो बुढाको मन पो फर्क्यो कि यतिखेरसम्म पनि घर नफर्किँदा त यो पापी मनले के सोच्यो। आउनुहोस् बस। ल लक्ष्मी, भिनाजु, हजुरहरूलाई मैले यहाँ ओछ्यान लगाइदिएकी छु। बुढाबुढी यहीँ सुत्नुहोस्।
म तल सुत्छु। अप्ठ्यारो केही मान्नु पर्दैन। पानी तिर्खा लाग्ला भनेर पानी ल्याएर राखिदिएकी छु। ल अब थाकेर आउनु भएको होला। म पनि दिनभरि काम गरेर थाकेकी छु। हजुरहरू आराम गरेर सुत्नुहोस्, म पनि सुत्छु। सुन न अर्चना, तिम्रो र मेरो भेट नभएको पनि धेरै वर्ष भइसक्यो। बरु यसो गरौँ न, उहाँ यहाँ सुत्नुहुन्छ, तिमी र म तल गएर रातभरि कुरा गर्दै सुतौँ न है। अनि कहाँ तपाईँहरू भर्खर भर्खर बिहे गर्नुभएको नयाँ बेहुला बेहुली पनि छुट्टा छुट्टै सुत्ने हो र? पर्दैन, तिमी यहीँ सुत, म तल एक्लै सुत्छु। कुरा त भोलि जति गरे नि गरौँला नि। त्यही पनि अहिलेसम्म कति कुरा गरिसक्यौँ, अब के नै बाँकी छ र? ल हजुरहरू सुत्नुहोस्, अब म जान्छु ल। सुन्नुहोस् न, हामीले पहिले नै सबै कुरा भन्नुपर्ने रहेछ। हुँदा हुँदा बिस्तारा पनि एउटै लगाइ के गर्ने? अब के गर्नु, फेरि बाटोमा भेट्ने बित्तिकै बिनाजु भनेर छाइनो लाग्यो। होइन भनौँ भने चित्त त बोलिन्। त्यही भएर आजलाई जसो जसो यहाँ निक्ल्यो। सुन्नुहोस् न, बरु यसो गरौँ न, म तल तन्ना ओछ्याएर सुत्छु, तपाईँ माथि बेडमा सुत्नुहोस् न है। होइन, पर्दैन। आजलाई दुःख सुख यसै गरी सुतौँ। बिहे नभएसँगै सुत्दा हामीलाई पाप त लाग्दैन नि? हेर, अब हाम्रो बिहे हुने लगभग फिक्सै भयो जस्तै हो। हामी छिटै बिहे गर्दैछौँ। फेरि आज यस्तो परिस्थिति आयो कि हामीले चाहेर पनि नाइ भन्न सकेनौँ। त्यसैले तिमीले धेरै कुरा नसोच। हामी दुई बिच त्यस्तो नराम्रो सम्बन्ध केही पनि हुँदैन। तिमीले अप्ठ्यारो मान्नु पर्दैन। अप्ठ्यारो त तपाईँलाई पनि लागिरहेको छ, मलाई थाहा छ। अनि मलाई पनि अप्ठ्यारो नै लागिरहेको छ। त्यही भएर दुवैजनाले अप्ठ्यारो नमानिकन सुतौँ। ह्याप्पी बर्थडे टु यु बहिनी। जन्मदिनको धेरै धेरै शुभकामना तँलाई। आज तेरो जन्मदिनको दिन दाइले तँलाई सरप्राइज दियो। बहिनी, आज जन्मदिन दिन नि हुन्छ नि त? किन रोएकी भन्छ? थाहा छैन दाइ, के सम्झे हजुरले मलाई यसरी सरप्राइज दिनुहुन्छ भन्ने कुरा थाहा नै थिएन।
कति बर्थडेमा दाजु पनि नबोलिकन गयो। अहिले यसरी हजुरले सरप्राइज दिँदाखेरि मेरो त मनै थाम्दैन दाइ। ल बहिनी, यसरी नरौ। जे भए पनि आज तिम्रो जन्मदिनको उपलक्ष्यमा तिमीलाई धेरै धेरै शुभकामना। मेरो बहिनीलाई कहिले पनि दुःख कष्ट नपरोस्। हामी दाजुबहिनीको सम्बन्धमा कहिले पनि फाटो नआओस् र कसैले पनि हाम्रो सम्बन्धमा फाटो ल्याउन नसकुन्। धन्यवाद दाइ। ल बहिनी, आज तिम्रो जन्मदिनको उपलक्ष्यमा घरमा बर्थडे मनाउने वातावरण नै छैन। मलाई त्यो सिकेको अनुहार एकछिन पनि हेर्न मन लागेको छैन। त्यसैले तिमी तयार हो। आज हामीलाई जन्म दिने बुवा आमा हाम्रो साथमा हुनुहुन्न। उहाँहरूको यादमा हामी कुनै वृद्धाश्रममा गएर वृद्ध आमा बुवालाई खाना खुवाएर तिम्रो जन्मदिन भव्य र सभ्य रूपमा मनाऊ। दाइ, हजुरले त मलाई अर्को पनि सरप्राइज दिनुभयो। म त एकदमै खुसी छु। हो बहिनी, बरु छिट्टै जाउँ। हुन्छ दाइ, त्यसो भए म रेडी हुन्छु। हजुर पनि छिट्टै रेडी हुनु है। ल। ल अर्चना, धेरै खुसी लाग्यो। आइयो, बस्यो, खाइयो। अब चाहिँ हामी जान्छौँ है। हुन्छ लक्ष्मी, भिनाजु राम्रोसँग जानु होला। फेरि आउँदै गर्नु है। अब आफ्नो त श्रीमान विदेशमा, अरू सबै आफ्नो आफ्नो काममा हुन्छन्। मैले त आफूलाई एक्लो फिल गर्थेँ, तर हजुरहरू आउनुभयो, बस्नुभयो, धेरै खुसी छु। ल, राम्रोसँग जानु है। हुन्छ। लक्ष्मी, सुन त, साँच्चै मैले तिमी र भिनाजु घरमै आउँदा पनि फोटो खिच्नै बिर्सेछु। तिमी र भिनासँग बसेर एउटा सेल्फी लिन्छु नि है। हुन्छ। अलि नजिक आउनु नि भिनाजु, तिमी पनि अलि नजिक बस न। ल लक्ष्मी, भिनाजु राम्रोसँग जानु है। हुन्छ, तिमी पनि राम्रोसँग बस ल। ओहो, यो फेसबुक पनि अचम्मको चिज रहेछ। बिर्सेको चिजलाई पनि स्मरण गराइदिन्छ। पोहोर मैले आजकै दिनमा सरिताको बर्थडेको स्टार्टर राखेको रहेछु। सँगै भएको फोटो राखेर बर्थडे विश गरेको रहेछु। आज यो फेसबुकले सम्झाइदियो, आज सरिताको जन्मदिन रहेछ। तर अहिले सरिताले मैले फोन एसएमएस जे गरे पनि मलाई भेट्दिन। मैले गरेको कल पनि रिसिभ गर्दिन। मैले गरेको एसएमएसको पनि रिप्लाई दिन्न। खै के गरौँ। जे होला होला, फेरि यही फोटो फेसबुकमा सेयर गरिदिन्छु। यहाँ बाहिर बसेर नाटक नदेख है। जा भित्र। अहिले गाउँलेहरूले देख्यो भने रुएर नाटक गर्नलाई होला होइन। जा गोठतिर। तल बसी यहाँ कसले खान दिन्छ? अझै जा भनेको सुनिनुहोस्। अटेरी भएर बसिरहेको
आफ्नो तनाव एकातिर छ, झन् त्यो लक्ष्मीसँग बुढा हिजोदेखि जानु भएको अहिलेसम्म आउनु भएको छैन। हे भगवान्, मेरो दिन कस्तो आयो। आमाले बच्चा फाल्दै भन्नुहुन्छ, बच्चा फालिनुहोस् भने तँलाई म मार्छु भन्नुहुन्छ। हे भगवान्, किन यस्तो भइरहेको छ? पहिला मलाई दुःख पर्दाखेरि माता नाग भगवान् आएर सहयोग गर्नुहुन्थ्यो, अहिले किन आउनु भएको छैन? मबाट गल्ती भयो कि के भयो भगवान्? मलाई किन यस्तो सजाय दिइराख्नु भएको छ? नानी, आज तपाईँको जन्मदिन। जन्मदिन जस्तो यस्तो पवित्र दिनमा मलाई माफ गरिदिनुहोस् न। तपाईँको दाइले त मलाई माफ गरिदिनु भएन, तपाईँ त माफ गरिदिनुहोस्। अबदेखि मैले तपाईँहरूलाई कहिले पनि दुःख दिन्न। तपाईँको दाइलाई मसँग डिभोर्स नगर्ने भनिदिनुहोस् न। यति कुरा जसरी भए पनि भनिदिनुहोस् न नानी। नानी, आज तपाईँको जन्मदिनको दिन म तपाईँसँग भिख मागिरहेकी छु, मेरो यति कुरा मानिदिनुहोस् न। दाइ, आज मेरो जन्मदिनको दिन भाउजूले मसँग मलाई माफ दिनु भनेर माफी माग्नुभयो। अब के गर्ने? चुप लाग, तेरो मन एकदमै कमल छ बडो। त्यही भएर त्यसले गरेको केही पनि गल्ती तैँले देख्दिनस्। आज तेरो जन्मदिन, जन्मदिनको दिन रोएर मलाई माफ दिनु भन्दैमा तैँले आफ्नो मन नपगाल। त्यसको कारणले कति दुःख पाएको छौँ भन्ने कुरा त तँलाई राम्रोसँग थाहा छ। बिचमा तेरो र मेरो समेत बोलचाल भएन, त्यसकै कारणले गर्दाखेरि आमा हराउनु भयो। त्यही भएर म त्यसलाई कुनै पनि हालतमा माफी दिन सक्दिनँ। आज तेरो जन्मदिनको दिन हो, धेरै तनाव नलिनु। हिँडखुर्का जाउँ। जे जस्तो भए पनि पहिला मैले माया गरेकी मान्छे हुन् सरिता। सरिताले पनि मलाई माया गर्थे। अहिले हो नि कुनै बाध्यता र व्यवस्थामा परेकी होलिन्। तर आज उसको जन्मदिन। जे जस्तो भए पनि एकचोटि भेटेर जन्मदिनको धेरै धेरै शुभकामना छ भनेर आउँछु। पहिला पहिला त जन्मदिनको दिनमा सरिताले कतै गएर आउँछु या साथीलाई भेटेर आउँछु भनेर मलाई दिनभरि समय दिन्थे। तर आजकल त मेरो फोन एसएमएसको केहीको पनि उत्तर दिन्न। अब सरिताकै घरमा गएर जन्मदिन मनाउनलाई समय अनुकूल छैन। त्यसैले उनीलाई एकचोटि भेटेर मैले जन्मदिनको शुभकामना भन्नै पर्छ।
ओहो गमा दादा नमस्कार। नमस्कार नमस्कार। अनि आकाश कहाँ पुगेर आयो दुईजना? कता पुगेर आउनु गमा दादा, यसो सहरतिर गएर आएको। अलिकति काम पनि थियो, यिनको बाइक पनि काम रहेछ, त्यतै गएर आउँदैछौँ। ए अनि काम बन्यो त? बन्यो गम्बा दादा। अनि आकाश देवीको खबर के छ नि? ठिकै छ गम्बा दादा। हुन त हामी नेपालीहरूको बानी बिरामी भए पनि के छ खबर भनेर सोद्धा ठिकै छ सन्चै छ भन्ने छ। अहिले हाम्रो सम्बन्धमा उतार चढाव आएको भन्ने कुरा त तपाईँलाई राम्रोसँग थाहा छँदैछ। फेरि एउटै कुरालाई बारम्बार कति दोहोऱ्याइरहने। तर अहिले अलिकति समस्या नै छ। देवी चाहिँ अहिले घरमै छन् गम्बा दादा। त्यही त आकाश, अब सबै कुरा थाहा पाइसकेपछि मलाई पनि साह्रै नरमाइलो लागिरहेको छ। अब त्यस्तो राम्रो सम्बन्ध थियो, हुन त सकभर त्यस्तो राम्रो सम्बन्धले बिगार्न दिनु हुँदैन। सबै गाउँलेहरूको अगाडि मिलेर बसेको राम्रो। भोलि घरमा झगडा हुने, सम्बन्ध बिग्रिने भयो भने गाउँ समाजले पनि हेर्छ। अब हुन त मभन्दा जान्ने बुझ्ने तिमी छौ, तिमीले के भनिराख्नुपर्छ? हुन्छ गम्बा दादा, अहिले हामी जान्छौँ। अलिकति हतार पनि छ। हुन्छ हुन्छ। हुन त आकाशले पनि के भन्नु, यो केटी आएदेखि आकाश निकै परिवर्तन भएको छ। यो केटी आकाशको घरमा नआइदिएको भए आकाश र देवीको सम्बन्ध पनि बिग्रिन्थेन। अब मैले मात्रै के भन्नु? सुन्नु न, तपाईँले त अघि त्यो मान्छेसँग झुट पो बोल्नु भयो त। हेर लक्ष्मी, एक किसिमले त्यो मान्छे मेरो साथी हो, अर्को किसिमले त्यो मान्छेलाई देवीले दाइ बनाएकी छ। फेरि मेरो भन्दा पनि त्यसले देवीको बढी सपोर्ट गर्छ। त्यही भएर आन्तरिक कुराहरू नखोलेको राम्रो भनेर केही पनि नभन्छ। ए अब म यहाँ आएको थाहा पाएँ भने सरिताको दाइले पक्कै पनि नराम्रो व्यवहार गर्छ। तर जेसुकै होस्, मलाई मारे पनि म मर्न तयार छु। किनकि घरमा पल पल सरिताको यादले तडपेर मर्नुभन्दा बरु म यिनीहरूकै परिवारको हातबाट मर्छु। म डराउँदिनँ। सरिता, ए सरिता, सरिता, के भयो? सरिता खोइ भाउजू। हेर, त यहाँदेखि खुरुक्क जा। आज तेरो कारणले गर्दा मेरो जीवनधरि बर्बाद भएको छ। नानीको त जीवन बर्बाद गर्दिस, मेरो समेत जीवन बर्बाद गर्दिस। त यहाँदेखि खुरुक्क जा। त्यस्तो नभन्नु न भाउजू। पहिला त कति धेरै साथ दिनुहुन्थ्यो, कति सपोर्ट गर्नुहुन्थ्यो। तपाईँ त मेरो आफ्नै भाउ जस्तो लाग्थ्यो। तर आज आएर यसरी निस्केर जान नभन्नु न। आज सरिताको जन्मदिन हो। मैले सरितालाई केही गरी पनि भुल्न सकिनँ। त्यही भएर उसको जन्मदिनको शुभकामना दिउँ भनेर आएको। एकचोटि भेट्न दिनु न भाउजू। अझ बढी बोल्छस्? त यहाँदेखि जा भनेको सुन्दैनस्? म चिचाइदियो, गाउँलेहरू बोलाएर तेरो बेइज्जत गरिदियो। खुरुक्क गइहाल यहाँदेखि। त यहाँ आएको कुरा थाहा पायो भने के हुन्छ? तेरो कारणले गर्दाखेरि त्यसै त मेरो र बुढोको सम्बन्ध राम्रो भइरहेको छैन। फेरि त नै यहाँ घरमा आएपछि यसलाई बोलाएर फेरि के षड्यन्त्र गर्न थालिस्? परपुरुषलाई बोलाएर किन घरमा राखिस् भन्नु भयो भने के गर्ने?
त्यसैले त यहाँदेखि खुरुक्क गइहाल। जति भने पनि लाग्दैन कि क्या? भाउजू बरु तपाईँहरूले मलाई मार्नुहुन्छ नि मार्नुहोस्, तर सरिताले एकचोटि नभेटी यो घरबाट म जाँदै जान्न। तँ यहाँदेखि जा, यहाँदेखि जा भनेको सुनेनस्? जाऊ भनेको, जाऊ भनेको। हिजो जानुभएको मान्छे राति कहाँ बस्नुभयो, कसरी रात बिताउनु भयो, अहिले यतिखेर आउनुभयो। अब सोधौँ भने पनि के सोध्नु, रिसाउनु भएको छ। हे भगवान्, मलाई यो कस्तो मोडमा ल्याएर उभ्याइदिनु भयो। ए बाबु तिमीहरू आयौ? आइपुग्यो। अनि काम बन्न त? काम हुँदैछ। थाकेर आएको होला, आऊ भित्र जाऊ। हिँड। ल सम्पूर्ण आमाहरूलाई नमस्कार। नमस्कार। आज चाहिँ मेरो बहिनी सरिताको जन्मदिनको पावन अवसरमा हाम्रो आमा बुवाहरू हामीसँग हुनुहुन्न यतिखेर। उहाँहरूको सम्झनामा, उहाँहरूको याद मेटाउनको लागि आमाहरूसँग भेटौँ, भलाकुसारी गरौँ, मन साटौँ भनेर र केही खानेकुरा दिनको लागि हामी दाजु बहिनी यतिखेर तपाईँहरूसँग आएका छौँ। सबभन्दा पहिला चाहिँ हामी केक काटेर तपाईँहरूलाई केक खुवाउँछौँ है त। ल बहिनी केक काट्न सुरु गरौँ। पहिला त्यो बत्ती बाल। Happy birthday to you. Happy birthday to you.
हजुरहरू सबैजनालाई हामीले केक काटेर पनि खुवाइसक्यौँ। आज मेरो जन्मदिनको दिन मेरो आफ्नै हातले आमाहरू सबैजनालाई खाना खुवाउँछु म। ल बहिनी, म खाना बनाउँछु, तिमी तरकारी बना है। हुन्छ। दाल हाल्ने आमा, दाल। आमा खानुस् न, किन नखानु भएको? म पनि हजुरकै छोरी जस्तै त हो नि। के भयो हजुरलाई? सबैजनाले त आफ्नो अनुहार देखाएर बस्नु भएको छ, तर हजुरले त ढाक्नु भएको छ। के हजुरले सन्चो छैन हो? आमा खाना सेलाइसक्यो, खाना खानुस् न, किन नखानु भएको? आमा किन यस्तो गर्नुहुन्छ? खाना खानुस् न। कि सन्चो छैन कि के हो हजुरलाई? खोइ हिजोसम्म त ठिकै थियो, आज के भएको? खानुस् खानुस्। आमा के भयो हजुरलाई? म हजुरकै छोरी जस्तै होइन र? यता हेर्नुहोस् त, यता हेर्नुहोस् न, म हजुरको अनुहार हेर्छु भयो। नमस्कार। आजको एपिसोड हजुरहरूले हेरि नै हाल्नुभयो, कस्तो लाग्यो? अवश्य पनि राम्रो लाग्यो होला भन्ने आशा लिएका छौँ। कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ हामीलाई कमेन्ट गर्नु होला है। र आजभोलि नारी सेल कस्तो लाग्दैछ सल्लाह पनि दिन नभुल्नु होला। त्यसै गरी अहिले पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर हामीसँगै जोडिनु होला। हामीहरू हजुरहरूको सल्लाह सुझाव अनुसार अघि बढ्नेछौँ। हस् त, हामी अर्को हप्ता भेट्नेछौँ। नमस्कार।